हेलो गाइस, आज चाहिँ यहाँ बहिनी अगाडि अगाडि हिँडिरहेछ है, भिडियो बनाउँदै हैन। आज हामी माथि डाँडा जाँदै गरेको, माथि डाँडामा हुस्सु लागिरहेछ। अनि म चाहिँ यहाँ छु यस्तो अवस्थामा है। तपाईहरुलाई कस्तो लाग्यो हेर्नु, तपाईहरुलाई म देखाउँछु हाम्रो माथिको डाँडा हैन। अनि मेरो सम्पूर्ण युट्युब च्यानलको साथीहरुलाई भिडियोमा कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला है। म तपाईहरुलाई राम्रो भिडियो बनाएर लगाइदिन्छु, हेर्नु होला। मन पर्यो भने आज चाहिँ तल आउनु नै बाँकी छ, 2 जना दाजु र भाइ। हामी चाहिँ अगाडि हिँड्दै गरेको। यहाँ चाहिँ यता हेर, हाई। यहाँ हेर्नु है, हेर्नु आउनु हुँदैछ रे मुख छोपेर। हेलो गाइस, हामी चाहिँ माथि डाँडामा पुगेको होइन। चटपटे पनि ल्याएको नि मतलब कन्टेन्टको लागि यहाँ लड्यौ लड अन्त भाइरल हुन्छ। लड न लड्यो ला मेरो जीवनमा लड्यो के भन्छ यहाँ देवार बाबु। आफुलाई देखाउँदा थाक्यो यसरी यो बुहारी। हजुर यस्तो अरे मान्छे छु, गाला रातो भइरहेछ। यहाँ हेर्नु यस्तो देखिन्छ है, यस्तो लप्रेकुटी डाँडा। हिमाल देखिन्छ यहाँ, हिमाल बादलले छेकिरहेछ पुरा। तपाईको बोली नै हुँदैन भाउजू। हामी घुम्न आएको लप्रेकुटी डाँडा भन्ने। यसरी बोल्नु न, सानो बोल्छ। हामी घुम्न आएका छौँ लप्रेकुटी डाँडा। के हो त्यो सुन्ने लाने अलिक हुन्छ नि। तपाईले म सानो बोल्छु नि त। यहाँ भएको नभएको नि बोल्दिनु क्या अलिक त हुन्छ। ए हो, ल बोलिसकेको बोलिसक्यो। डाँडादेखिको फुल लड्छु अनि तपाईँको कन्टेन्ट बनाउनु। यहाँ छ देवर बाबु। नमस्ते अरे खानु छोडेर चलाउटे भाइ लुलु डराउनु हुँदैछ। यताको फान्दै बुइनी र दाजु हिँडिराख्नु होइन। चटपटे छ यहाँ आइदिएछ। हामी खानेकुरा बोकेर हिँडिरहेछ। आफूसँग भएको हिमालय हो, देखेको छैन। ऊ त्यो पाखामा त सानो छैन हो, देखेको छैन। हिमाल देखेको छैन, हिमाल देखेको छैन कि। इलामे तापो छ हो, माथि चढा न एकचोटि चढा। यहाँ पिरा ल्याइदिरहेछ फुकाको। केही पाउनलाई केही गुमाउनु पर्छ भन्दै थियो हिजो। क्यामेराम्यान छ यहाँ चाहिँ लगेर अरे अब टिकटकमा पोस्ट हुन्छ होला पक्का पनि। युट्युब च्यानल रहेछ। ए युट्युब च्यानल। हेलो गाइज, कस्तो लाग्यो यहाँ हेर्नु, यस्तो मजाले हेर्नु है। बादल कति मजाले देखिरहेछ। दादाले बच्चामा 2 जनाको बेमा जुनजी र बिनुजीको बेमा दादासँग कति फोटो खिचेर आएको थियो। एक त कस्तो क्या आयो यस्तो भएको खानेकुरा खान लागेको यहाँ चटपटी। यहाँ छ चटपटी, बिस्कुट, एसटी पानी छ। अब हेर्न ऊ कुरोले हेर्नु यस्तो भइसक्यो। ओसे यत्रो सोनु भएन कि घुम्न गफ लाउन बस्यो।
मलाई त त्यस्तो म त छक्क परे क्या त्यस्तो देखिन्छ भनेको घरिघरि त्यस्तै देखिन्छ नि त तल मैं तो मुंडी लुकी जान्छ के हाम्रो इल्लरी पानी पर्छ पानी पर्नु थाल्यो त्यता हो घरको कुना डाँडामा गफ गर्दै अनि यहाँ आएर गफ गर्ने तर त अब भरे आमैहरूकै गफसिन्दा बोल्ने चान्स पाइँदैन तल त साइलामा साइला काका त कति बोल्नै नदे हाम्रो बाउ हात आएको हात हाल्यो मनै पर्दैन छुप्पो कि थाहा बोल्यो त अरू बोल्यो नि यस्तो हो क्या आफ्नोलाई पुटे त्यो उ गरो मुख लाग्यो भनेर जसलाई पनि रिस उठिहाल्छ जसलाई हान्छ अरूले हान्छ बाजी राख्ने युबेर म झन् हर्कसँगै सहरको मान्छे हो एउटा प्लास्टिकमा पोको पार्दैन यहाँ भाइले तपाईँको बहिनीको लागि मात्रै हो नि ल ल ल दिदी बहिनी दिन्छु यो मैले यता चाहिँ किन यता भिडियोमा हेरेर कसको लागि गरिदिएको भन्नु त सर्टिनीको लागि सोल्टिनी वीणा सोल्टिनीको हो कुराबाटै मलाई मन परिसक्नु भयो युना सर्टिनीको नाम पनि लिइहाले त अब दिनु परिहाल्यो दिनु परिहाल्यो नि 3 वर्षपछि दिन्छु भन्नु यहाँ बहिनी माग्ने छ नि त बुहारीको अनुहार हेर्दा त कसरी हेर्छ अरे बुहारी माग्यो भने दादा यहाँ लगाएर नि यहाँसँग झुन्डै कृपया यहाँ लभ्रेकुटी भ्रमण गर्न आउने मान्छेहरूलाई यसरी फोटोहरू नफालिदिनु होला मेन त यो अलिक त्यो सानो हो किनभने आज अनि भिडियो बनाउँदै हाल्नु का आइफोनले हेर्नु यस्तो दामी छ है यहाँ बादल देखेर यस्तो दामी टाढादेखि यस्तो दामी देखिरहेछ हेर्नु त्यो फुल छ नि त्यो फुल छ नि हो त्यसको गुराँस के फुल भन्छ त्यसलाई गुराँस होइन त्यो पिङ्क कलरको फुल्दै छैन अहिले तल हाम्रोमा हो त्यो फुल चाहिँ नि लाइ नै एउटा बाटोमा रोप्नु क्या अनि राम्रो देखिन्छ नि त्यतिखेर भिडियो बनाएर हाल्नु कि मान्छेहरू कहाँ कुन ठाउँ हो भने यस्तो बाटो छ हामी चाहिँ फिर्किसकेको है सबै झुरी भएर क्या म छु धन्न लाग्छ तर्सेको एक्टिङ गर्नु रे होइन हौ पछाडिबाट मान्छेको बच्चा ऊ पछाडिबाट आउनु न One, two, three, do. होइन एउटा भिडियो छ नि हौ मास्क लगाउँदा तर्सिँदैन अनि मलाई यस्तो हेरिरहेको छैन मास्क लगाउँदा चाहिँ तर्सिन्छ नि अनुहार देखेर चाहिँ त्यो बनाउनु पर्ने मोमतीको डाँडा गइरहेको दाजुलाई ठेलेर लडाउने के भनेको हेर्नु दुईटा क्यामेरा ठेलेर लडाउन आँट्यो यी तर्साउन आँटेको अनि त्यो बाइक म भन्छु यहाँ चाहिँ म देखिन्छु होला लगभग अब त घाम लागेको देखिन्छ पर्याङ बाइक
हेर्नु ढाला रत्तो रत्तो भइसक्यो मेरो तातो भइरहेको फाइनली घर आइपुग्यो होइन घर तपाईँहरू बात अब लाइभ ए भलक इन्ट लकिन बोजूहरू I swear कसम से यहाँ हेर्नु कस्तो मेरो लुगा बाई बाई सबैजनालाई हामी चाहिँ घर आइपुग्यो होइन घरको हालत यस्तो छ बाई बाई आजको ब्लग है